फुलमा 100% अर्ग्यानिक मेन्युरको भन्दा यहाँ कुनै मिसावट छैन, विशुद्ध अर्ग्यानिक मेन्युर र कम्पोस्ट मेन्युरकै मात्रै मल हो। अब हुनाले यहाँ कुनै त्यस्तो यो मल चाहिँ भाइ कस्तो खालको मल हो यो? हजुर धन्यवाद, नमस्कार। यो चाहिँ हाम्रो मोरङ जिल्लामा उत्पादन गरिएको 100% अर्ग्यानिक मेन्युर र कम्पोस्ट मेन्युरबाट बनाइएको, नेपालमै सर्वप्रथम 100% अर्ग्यानिक मेन्युरबाट बनाएको, दानामा निकालिएको र जाइममा निकालिएको, पोषक दानेदारमा निकालिएको, सुपर डस्टमा निकालिएको प्रडक्ट हो। यो प्रडक्ट चाहिँ एकदमै कोसे खेतीको लागि, धान बाली, मकै बाली, विभिन्न सब्जी फुल खेतीको लागि एकदम उपयुक्त छ, रामबाण साबित भएको छ। र यो मल चाहिँ स्थापना गर्नुको उद्देश्य भनेको चाहिँ रासायनिक मलले हाम्रो अहिले किटिएको माटो, अम्लीयपन बनाएको माटोलाई बिगारिरहेछ, मानव स्वास्थ्यसँग पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा त्यसले असर पुर्याउने भएको हुनाले केही हदसम्म त्यसलाई विस्थापित गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ हामीले यो मल उत्पादन गरिरहेका छौँ। यो कति केजीको बोरा? हजुर, यसमा चाहिँ 11 किलोको प्याकेट राखिदियो भने चाहिँ 1 किलो एक्स्ट्रा पाउनुहुन्छ कस्टमरले। 10 केजीको भनेर हामीले त्यो राखिदिएका छौँ। यो चाहिँ पोषक दानेदार, यसलाई जाइम भन्छन्, जुन चाहिँ 100% अर्ग्यानिक मेन्युरबाट बनाएको चिज हो। अर्को सुपर डस्ट भन्ने हुन्छ। यो मलमा चाहिँ एउटा के छ भन्नुहुन्छ भने त्यत्तिकै घामले देख्ने ठाउँमा माथि जमिनमाथि छरिदिनु भएन। दोस्रो नम्बर, यो छोपेको हुनु पर्यो माटोले, र त्यसपछि आवश्यकता अनुसार माटोको मोइस्चर हेरेर यसलाई सिँचाइ दिनु पर्यो। त्यसपछि यसले देखाउने जुन रिजल्ट छ तुरन्तै देखाइदिइहाल्छ। आजदेखि यो मोरङको अर्ग्यानिक मल हामीले उद्यमी घरमा सबैलाई अर्ग्यानिक खाम, अर्ग्यानिक मल युज गरौँ। युरिया डिएपीले माटो खराब बनाउँछ, युरिया डिएपीले हाम्रो स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ भनेर हामीले आजैदेखि उद्यमी घरमा अर्ग्यानिक मल बिक्रीको कक्ष राखेका छौँ। कसैलाई चाहिएमा फुल गार्डन अथवा कौशी खेती छतमा रोप्नु भएको छ भने सबैजना आउनु होला। अनि आफूले यो 10 केजीको बोरा छ, त्यो लिएर जानु होला। सबैलाई उब्जनी राम्रो हुन्छ, अर्ग्यानिक खान पाइन्छ, शुद्ध खान पाइन्छ। 5 वर्ष अगाडि चाहिन्छ भने 5 वर्ष माथि अझै हाम्रो आयु बढ्छ है त यो मल हाल्यौँ भने चाहिँ। अरू चाहिँ भन्न सकिँदैन, 5 वर्ष 10 वर्ष आयु चाहिँ सियो फाउन्डरको नाताले के भन्छु भने म पनि इटरीवासी नै हुँ। मेरो घर अहिले पनि पशुपति चोकमा छ र इटरीमा विभिन्न हाम्रो कोशी खेतीमा प्रयोग भइरहेको छ। कोशी खेतीमा कति हाम्रो दिदीबहिनीहरूले इभन फुलको लागि, आलु खेतीको लागि, विभिन्न सागसब्जीहरूको लागि प्रयोग गरेर यति खुसी हुनुभएको छ। ड्रागन फ्रुटहरूको लागि एकदम राम्रो रिजल्ट आएको छ। र पुनः यो हाम्रो उद्यमी घरमा चाहिँ आज डिस्ट्रिब्युटर जस्तो गरेर हामी एक आपसमा सहकार्य गर्ने भएको हुनाले यहाँबाट चाहिँ इटरीवासी जति पनि महिला दिदीबहिनीहरूलाई, उद्यमीहरूलाई आवश्यक परेको खण्डमा चाहिँ यहाँबाट सरल तरिकाले हजुरहरूले पाउनुहुन्छ। एकचोटि प्रयोग गरेर हेर्नुभयो भने दुबारा हामीले भनिरहनु पर्दैन हजुरहरू खोजी खोजी आउनुहुन्छ भन्ने यसको चाहिँ अहिलेसम्मको रिजल्ट छ। हजुरको नाम के पो? हजुर, मेरो नाम चाहिँ राजीव खड्का हो। हजुर, घर चाहिँ मेरो यहीँ इटरी पशुपति चोक पनि हो। र अहिले चाहिँ फ्याक्ट्री चाहिँ यो फ्याक्ट्री चाहिँ हाम्रो उर्लाबारी मोरङमा छ। यो चाहिँ एउटा वैदेशिक रोजगारमा लामो समय बसेर आएपछि आफ्नो देशमा केही गर्नुपर्छ, मर्न जाँदा पनि नाम छोडौँ न भनेर हाम्रो देशमा अहिले हामी अर्काले दिएको भरमा अहिले हाम्रो कृषि प्रधान देशका हामी नेपालीहरू चाहिँ के छ भन्नुहुन्छ भने हाम्रो देशमा कुनै मल फ्याक्ट्री छैन। इभन केमिकल फर्टिलाइजरको फ्याक्ट्री पनि छैन। रासायनिक मल जो चाहिँ माटोको लागि र स्वास्थ्यको लागि पनि अहित हुन्छ, त्यस्तो चिजमा मान्ने तरिकाले बसिरहेका छौँ कृषि प्रधान देशका किसानहरू। र यसरी हामीले नेपाली ले एउटा आफ्नो माटो बचाउने, धरती बचाऊ भनेर र मानव स्वास्थ्यमा पनि केही राम्रो हुन्छ भनेर गरेका चिजहरूलाई चाहिँ हामीले अहिले प्राथमिकता राखेर यो प्रयोग गऱ्यौँ भने यसले एज अ सोइल कन्डिसनरको काम, माटो सुधार पनि गर्छ, साथसाथै उत्पादन वृद्धि पनि गर्छ। र यसले चाहिँ माटोमा प्रयोग गरिराख्यौँ भने भोलिका दिनमा त्यस्ता अर्काको देशबाट आउने चिजहरू आएन भने पनि हामी आत्मनिर्भर हुन्छौँ। कृषि प्रधान देशका किसानहरू चाहिँ रोएर बस्नुपर्ने दिन आउँदैन, आन्दोलन गरेर बस्नुपर्ने दिन आउँदैन। त्यस कारणले गर्दा मलको लाइनमा लाग्नु पर्दैन, समय खेर फाल्नु पर्ने हुँदैन। र एउटा स्वास्थ्य चिजमा पनि हामीले आफ्नो स्वास्थ्यमा भोलि केही भयो भने चाहिँ घर जग्गा जमिन बेचेर पनि दबाई गर्न हामी पछि पर्दैनौँ। हामी चाहिँ के भन्छौँ भने भान्सा कोठा भनेको हाम्रो अस्पताल हो। र भान्से जो किचन छ, किचनमा काम गर्ने जो महिला दिदीबहिनी, आमा बुवा जो हुनुहुन्छ उहाँहरू भनेको चाहिँ डक्टर हो। त्यस कारणले गर्दा हाम्रो हस्पिटलमा कस्तो किसिमको परिकार बन्छ भनेर चाहिँ हामीले किचनलाई हस्पिटल भन्छौँ र त्यो बनाउने मान्छेलाई डक्टर भन्छौँ। त्यस कारणले गर्दा हाम्रो शरीर भनेकै अब अन्नको शरीर भन्छौँ हामी।
त्यस कारणले गर्दा कस्तो खालको अन्न हाम्रो शरीरले लाई चाहिँ उपयुक्त हुन्छ भन्ने कुरो हामीले एकचोटि बुझ्नलाई जरुरी छ। त्यस कारणले गर्दा म सबैलाई एकचोटि अनुरोध गर्छु, यसरी 100% अर्ग्यानिक म्यानुअरबाट बनाएको मलहरू जेमा पनि, इभन एक मुठी साग फलाउँछौँ भने पनि यही मल प्रयोग गरेर हामीले उत्पादन लिनुहोस् भनेर म चाहिँ सुझाव दिन्छु यहाँहरूलाई। हामी साथीभाइहरूमा छतमा कौशी खेती लाउनु भएको छ भने हामी त्यो केक लगेर दिन्छौँ नि, त्यो केकले असर गर्छ। यो लगेर हामीले यो लगेर उहाँहरूलाई गिफ्ट दिउँ भने, यो गिफ्टमा नि प्याकिङ भएर आउँछ है त, यो गिफ्ट लगेर दिउँ भने उहाँहरूले कसो गरिन्छ, त्यो कौशी खेतीमा भएको लौका, फर्सी, रायोको साग त्यसमा हाल्नुभयो, फुलमै हाल्नुभयो भने यो चाहिँ फुल पनि फुलिरहेको छ। यो 15 दिन फुलेको फुल महिना दिनसम्म अडिन्छ होइन। त्यो कारणले गर्दाखेरि यो चाहिँ गिफ्टको रूपमा पनि दिन मिल्छ है। यो चाहिँ बर्थडे गिफ्टको रूपमा कसैलाई चाहियो भने यो नयाँ योजना